त्यसै कारण तिमी निराश हुनेछौ, तिमीले चाहिँ छोड्नेछौ सबै कुरा, प्रभुले छोड्नेछौ। कतिजनाले भन्दाखेरि म छोड्ने छैन प्रभु, म तपाईँसँग मर्न पनि तयार छु भन्नुभयो पत्रुसले। तर प्रभुले भन्नुभएको थियो तिमीले आज राति भाले बाँच्न अगाडि चाहिँ 3 पटक मलाई इन्कार गर्नेछौ, किनभने प्रभुलाई मैले चिन्दिन भन्नेछौ। अनि त्यत्रो वर्षसम्म प्रभुको पछि लागेर पत्रुसले प्रभुको सामु त्यो भन्न सकेका थिए। जब मान्छेको जीवनमा आपद विपद आउँछ नि, त्योहरू आपद विपदको बेला चाहिँ परमेश्वरलाई चाहिँ मान्छे कतिजना मान्छे छोड्छन् र कतिजना मान्छे दोस्याउँछन्। पत्रुसले पनि जब येशू ख्रीष्टलाई क्रुसमा टाङ्दै थिए, जब टाङ्दै गर्दाखेरि अब उसलाई पनि टाङ्नेवाला थिए, दुःख पाउनेवाला थियो पत्रुसले पनि। तर त्यो बेला पत्रुसले म चिन्दिनँ भन्ने कुरा चाहिँ 3 पटक इन्कार गर्यो। तर प्रभुलाई थाहा थियो कि त्यो कुरा सबैभन्दा अगाडि, किनभने 2 घण्टा पछि के हुन्छ तपाईँ मेरो जन प्रभुलाई थाहा हुन्छ, तर तपाईँ र मलाई थाहा हुँदैन कि 2 घण्टा पछि के हुन्छ भनेर। थाहा हुन्छ र त्यसै कारणले पत्रुसको बारेमा प्रभुलाई थाहा थियो कि तिमीले इन्कार गर्नेछौ। तर पत्रुसले के भनेको थियो, होइन प्रभु म मर्न तयार छु तपाईँसँग। आज धेरैजना मानिसहरू प्रभु खातिर मर्न तयार छु त भन्छन्, तर दुःख आउँदाखेरि परमेश्वरलाई कसैलाई बोल्छन्। एउटा घटना हाम्रो केरलाबाट आएको सरले भन्नुभएको थियो, त्यो घटनाले म धेरै प्रभुसँग म आफूलाई फिल गर्दै थिएँ। एकजना सेवक अथवा एकजना परमेश्वरमा असाध्यै राम्रो बढेको र प्रभुले धेरै प्रशस्त आशीष दिएको व्यक्ति हुनुहुन्थ्यो अरे है। त्यो व्यक्ति हुनुहुन्थ्यो अरे अनि त्यो मान्छेलाई एकदमै धन दौलत अनि धेरै सुख शान्ति प्रभु दिनुभयो अरे। अनि त्यो बेला भनेर त्यो मान्छेले प्रभु मेरो साथमा हुनुहुन्छ। अनि फेरि सुख शान्ति नै भइराखेर उसलाई एकदमै धन दौलत एकदमै आनन्द जीवन भयो अरे। अनि भन्छ अरे प्रभु मसँगै हुनुहुन्छ भनिरहन्छ अरे। अनि एक दिन यस्तो दिन आयो उसको जीवनमा, जुन दिन कि उसले चाहिँ कठिनपूर्ण यात्रा गर्दै थियो, अन्त बाटो थिएन, एउटा यस्तो बाटो भएर जानु पर्थ्यो, एउटा पुल बाटो भएर त्यो पुल चाहिँ भाँचिएको थियो। अनि त्यो पुल भाँचिएको थियो अनि टुक्रा टुक्रा भएको थियो त्यो पुल। अनि त्यो टुक्रा टुक्रा भएको पुलबाट भएर जाँदै गर्दाखेरि अनि जब त्यो पुलमा हिँड्दै गर्दा त्यो लड्ने समय अब चाहिँ झन्डै मर्न लागिसकेको थियो। अनि त्यो बेला भन्छ अरे मैले भनेको त हो नि, दुःखको बेला त सुखको बेला परमेश्वर मसँग हुनुहुन्थ्यो, मैले भनेको त अहिले दुःख परेको छ प्रभु मसँग हुनुहुन्न भन्यो अरे। अनि फेरि पुल भाँचिँदैछ, अब मर्दैछ, तल समुद्र छ ठुलो अनि लड्दैछ अरे। फेरि भन्छ अरे प्रभु तपाईँ हुनुहुन्न, दुःखको बेला म तपाईँ मसँग हुनुहुन्न भनेको त हो नि मैले, सुखको बेला मात्र तपाईँ मसँग हुनुहुन्छ। अनि पुल भाँचिन लागिसक्यो। अनि तपाईँ हुनुहुन्छ भने अहिले आउनुहोस् त मलाई बचाउन, अहिले देखिनुहोस् तपाईँ साँच्चै हुनुहुन्छ भने। त्यही भएर दुःखको बेला मात्रै, सुखको बेला तपाईँ हुनुहुन्न, सुखको बेला मात्र तपाईँ हुनुहुन्छ, दुःखको बेला मसँग हुनुहुन्न प्रभु भनेर फेरि अनि त्यस्तै भन्दै गर्दा गयो अरे। जब अरे पुलको गेटमा अगाडि मेन गेटमा गइसकेपछि त्यहाँ चाहिँ प्रभु येशू मुस्कुराइरहनु भएको थियो अरे। अनि मुस्कुराउँदै गर्दा प्रभुले भन्नुभएको थियो अरे छोरा मेरो छोरा तिमी बाँच्यौ। अनि हो अघि मलाई त्यहाँ पुल भाँचिन लागेको थियो, म मर्न लागेको, तपाईँ आउनु भएन, अहिले आउनुभयो, मैले त्यही भएर भनेको दुःखको बेला तपाईँ हुनुहुन्छ, सुखको बेला मात्र तपाईँ हुनुहुन्छ भनेर। फेरि प्रभुले मुस्कुराउँदै भन्नुभयो छोरा तिमीलाई म प्रेम गर्छु। अनि फेरि त्यस्तै भनेर अनि त्यस पछाडि परमेश्वरले चाहिँ क्रुसको त्यो कुरालाई देखाइसकेपछि अनि परमेश्वरले भन्नुभयो अरे छोरा तिमी पुलबाट आउँदै गर्दाखेरि मैले चाहिँ तिमी हिँड्दै गर्दा तिम्रो पाइलाहरूलाई पक्रिरहेको थिएँ। अनि त्यो पुलको एक एक त्यो जोड्ने र त्यसको खम्बाहरूलाई तिम्रो पाउमा मैले राखेर त्यसलाई अछिटो गरेर पक्रिरहेको थिएँ, तर तिम्रो देखेको थिएन। हालेलुया। मैले पुलबाट तिमी आउँदै गर्दाखेरि त्यो पुलको जोड्ने र खम्बाहरू तिमी नलड तिम्रो पाइलाहरूमा परोस् भने त्यो उसलाई चाहिँ एकदमै पक्रेर तिमीलाई मैले यसरी तिमीले त्यो बाटोबाट तिमी जाने गरेर मैले पक्रेको थिएँ, तर म देखेको थिएन। अनि भनेर भन्दै गर्दा त्यो मान्छेले एकदमै पस्ताव गरेर भन्ने गरे प्रभु तपाईँ दुःखमा पनि हुनुहुँदो रहेछ। आमेन। अनि त्यही भएर कतिजना मान्छेको जीवनमा सुख हुँदाखेरि प्रभुले मलाई यो दिनुभयो त्यो दिनुभयो होइन, तर परमेश्वर सबैभन्दा दुःखको बेला तपाईँसँग हुनु चाहनु। सुख त त्यसै नै सुख छ त, अनि सुख त सबै साथ दिन्छन्, दुःखको बेला कसरी साथ दिन्छन्, त्यो बेला प्रभुले मात्र साथ दिनुहुन्छ हामी। अनि प्रभु कति महान हुन्छ भन्नुभएको छ परमेश्वरले यशायाको पुस्तक 40 अध्यायमा, तिमी आकाशमा गए तापनि म त्यही हुनेछु, तिमी आकाशमा गए तापनि त्यही हुनेछु, पृथ्वीको समुद्रमा गएर तल्लो गहिरामा गए पनि म त्यही हुनेछु, पृथ्वीको कुनामा गए पनि म त्यही हुनेछु, अनि तिमी आगो भएर जाँदा पनि म त्यही हुनेछु,
पानी भएर जाँदाखेरि म तिमीसँगै हुनेछु आमेन। अनि त्यस्तो कुराहरू त्यसै कारणले यहाँनिर पत्रुसले अनि यो कुरा बुझेको छैन कि जब सङ्कष्ट आयो पत्रुसको जीवनमा, जब दुःख आयो अनि पत्रुसले चाहिँ प्रभुलाई चाहिँ इन्कार गरेको छ। आज तपाईँ र मेरो जीवनमा त्यही बेला यो बेला थाहा हुने प्रियहरू, जति बेला तपाईँलाई धेरै ठुलो दुःख आउँछ त्यो बेला तपाईँ प्रभुको नजिक गएर उपवास बस्नुपर्छ। बुझ्नुभयो? जतिखेर तपाईँलाई टाउको दुख्छ, जतिखेर तपाईँलाई समस्या आउँछ त्यतिखेर तपाईँले प्रभुको अगाडि गएर घुँडा टेक्नुपर्छ। अनि एकचोटि प्रार्थना गर्दा भएन, दुईचोटि प्रार्थना गर्दा भएन। तपाईँले चाहिँ यस्तो बुझ्नुहोस् कि मैले प्रार्थना गर्दा किन मलाई निको भयो भन्दाखेरि अझै मेरो प्रार्थना मेरो प्रभुसँग पुगेको छैन।